सो हेलो गाइज वेलकम बैक टु माई एनदर भिडियो। हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। चाहिँ आज चाहिँ मैले यो भिडियो किन बनाइरहेको भनेपछि मेरो मनमा कुनै स्वार्थ छैन। मेरो यहाँ लाइक कमेन्ट भ्युज आउँछ भने मलाई बाल छैन हैन, त्यस्तोको लागि मैले यो भिडियो बनाएको पनि होइन हैन। मैले कुनै सच्चाइ अलिकति भन्न गइरहेको छु। जो जेनजी प्रति हजुरहरूको नकारात्मक भावहरू छ त्यो भावलाई मैले मेटाउन आएको छु, यो भिडियो लिएर आएको छु हैन। राम्रोसँग बुझिदिनु होला, सुनिदिनु होला हैन। के छ राम्रोसँग गएर हेरिदिनु होला। अर्थात् सेप्टेम्बर 8 दिउँसो सुशासन माग्दै प्रदर्शनमा उत्रेका 19 युवा प्रहरीको गोली लागेर नयाँ बानेश्वरमा ढले। गोली कसले चलायो प्रहरीले स्पष्टै छ, तर गोली हान्ने आदेश कसले दियो यसको जवाब छैन। जेनजी प्रदर्शनको करिब 6 महिनापछि बीबीसीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भनेको छ ती नवयुवाहरूमाथि गोली चलाउन आदेश दिने अधिकारी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ हुन्। जेनजी को हुन् त? जेनजी सरकारी कार्यालय र सरकारी भवनहरू आगो लाउन गएका हुन् कि जेनजी झोले हुन् कि झोले बनेर उनीहरूलाई मारिएको हो? मानिसहरूमा यति भ्रम फैलिएको छ कि जेनजी झोले हुन् र उनी देश चलाउन गएर गोली खाएर मरेका हुन् भनेर यो चाहिँ हजुरहरूमा जो भ्रम छ नि त्यो सब गलत हो। नगरेकोमा उनीहरू नेपाली सेनालाई पनि दोष दिन्छन्, तर धेरैजसो प्रहरी त्यस दिनको घटनाबाट विक्षिप्त छन्। त्यो दिन भिड नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई शत्रु जस्तै ताकेर गोली चलायो। जेनजी आन्दोलन भदौ 23 गते भएको जेनजी आन्दोलन जो प्रोटेक्ट छ नि त्यसमा मरिएका जतिजना जेनजी युवाहरू छन् तिनीहरूले कुनै नकारात्मक कार्य गर्दाखेरि चाहिँ उनीहरू मरेका हुन् भनेर चाहिँ यो स्पष्ट भएको छैन हैन। न त संसद भवन जलाउन गएका थिए, न त ढुङ्गा मुरा हान्दा क्रममा उनी मरेका, न त आगो लाउँदा क्रममा उनीहरूलाई गोली हानेर मारेको यो कुनै प्रुफ छैन हैन। यो सब गलत हो, फैलाउने चाहिँ गलत थियो हैन। यो चाहिँ राइट छैन हैन। बीबीसी च्यानलले चाहिँ नयाँ भिडियो अपलोड गरेको छ, त्यो भिडियोमा चाहिँ कसरी मारेको र किन मारेको यो डिटेलमा हालेको छ। यो भिडियो चाहिँ डिलिट गर्न भनेर चाहिँ निर्वाचन आयोगले चाहिँ जो माग गरिरहेको छ हैन। यो भिडियो सत्य तथ्य भनेको के हो भनेपछि जो सोझो र कमजोर युवा जेनजी छन् तिनीलाई चाहिँ टार्गेट गराएर जानी बुझेर मारेको भनेर प्रुफ चाहिँ यो भिडियोमा चाहिँ भएको छ। राम्रोसँग हेरिदिनु होला। त्यो जेनजी युवाहरू छन् तिनीहरू अनैतिक कार्य गर्दाखेरि मरेका हुन् भनेर चाहिँ कुनै प्रुफ भएको छैन हैन। सब दोषी हो साथी हो, सबका सब। भदौ 23 गते 19 जनालाई गोली हानेर ढलायो नि, तिनीहरू एकजनाले पनि संसद भवन आक्रमण गर्दै गरेको, संसद भवन जलाउँदै गरेको, संसद भवन तोड्दै गरेको एउटा पनि प्रमाण छैन, एउटा पनि। तिनीहरूले न ढुङ्गा हानेको प्रमाण छ, न तिनीहरूले संसद भवनको गेट जलाएको प्रमाण छ, न तिनीहरूले संसद भवनको पर्खाल ढलाएको प्रमाण छ। कुनै पनि प्रमाण छैन। तिनीहरूलाई गोली लागेको छ साथी हो, तिनीहरूलाई। केपी शर्मा ओलीको क्लबले के पढाइरहेको छ? संसद भवन पहिला जल्यो त्यसपछि बल्ल गोली चल्यो। भिडियो हेर्नुस् तपाईहरुले गएर आएर अनि कमेन्ट गर्नुस् मेरो भिडियोमा। मेरो त सबैलाई बिन्ती छ त्यो भिडियो गएर राम्रोसँग हेरिदिनु होला र बुझिदिनु होला। जेएनजी को माग भनेको कस्तो थियो भनेपछि सब कुरा बुझिदिनु होला।